मेरो चाहिँ यो कलर त्यो हो के हुँदैन के गर्नु पत्र आएको भनेर फोटो पनि अब के कति कालो आयो मेरो त किन र बनाउन नजाने के हो त्यो तिमीले ब्राइटनेस बढाएको थियो नि ब्राइटनेस घटाएर ओ गिफ्ट होइन भने छैन केलाई दिनु पर्यो गिफ्ट आफ्नै साथीलाई कति गरेर नै कल्पना छिटो गिफ्ट नदिए हुँदैन गिफ्ट छोडी भयो आउन के पहिला खिचाउनु पहिला एक गिफ्ट दिएको खिच्ने अरे कहाँ गएर छोटी सी खुशबू खुला आसमां सपनों के रंग है मेरे अरमान छोटी छोटी खुशियाँ और Happy birthday to you. Cumpleaños feliz. Cumpleaños. यो चाहिँ हामी दुईजनाको तर्फबाट बर्थडे गिफ्ट हामी दुईजनाको तर्फबाट हो यो जिङ्गलाला पछि उनीहरूको अन्डरवेयर के छ हेर तिमीलाई मन पर्ने छ किन मन पर्ने थाहा पाइसक्यो भयो हामी दुईटीकै तर्फबाट म त डले म त ढाले यो त्यतिकै ध्यान पालो पछि यस्तो बिहाल्यो मान्छे मतलब दिन अर्को पनि छ त्यही मात्रै भन्ने थियो मैले हाली मन परेन भने चेन्ज गर्ने सानसिकेको के हो Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday. गाइस गिफ्ट खोल्ला ढङ्ग भएको भने यस्तो हुन्छ यसलाई यस्तो लगाएर दिनु म फोटो खिच्छु दिए जस्तो गरेको फोटो खिच्छु ल मैले भिडियोमा पनि त्यही अब मेरो तर्फबाट हाम्रो तर्फबाट ल सेप हाम्रो तर्फबाट हामी भिडियो बनाउनु दिदी चाहिँ के होइन यत्रो दिएर दिने के होइन मेरो चाहिँ ढङ्गै छैन मन परेन नि साटा ल मैले त भाँच्छु जस्तो थियो यो भाँदैन तिमी जस्तो छैन आउँदैन त कमजोर छैन सिरानी पनि मजाले हाल्नु Feliz cumpleaños Feliz cumpleaños feliz हामी के भन्छ हाम्रो तीनजना मात्रै सिङ्गै छौँ जन्मदिनको धेरै धेरै शुभकामना हामीले एउटा छुस के खोल्नु पर्ने के अब त्यो अहिले होइन त बियर होइन त्यो के अरे के हो के हो भन्दैन एउटा स्याम्पेन स्याम्पेन त्यो स्याम्पेन भोलि चाहिँ कोकाकोला खोलेर यसो गरेर उडाउनु पर्छ पार्कमा गर्नुपर्छ ल भोलिको गाई चाहिँ अर्कै छोको लाइन ल थ्याङ्क यू भेरी मच गाइज Guys, thank you very much. for this lovely gift today. I don't यसलाई धेरै मन परेको थियो अरे हामी सम्झेर तिमीलाई धेरै मन परेको तिमीहरूलाई नि मन परायो छिटो अनि मैले किन्न पाएँ ओइ तिमीलाई यदि केही गर्नु भएन नि त्यहाँनिर यहाँ छ चेन्ज गर्न लैजाऊ हो फेरि ए छिरेन हौ मेरो त ढङ्गको साँच्चीकै छैन थाहा पाएँ मैले हेर न यताबाट हाल्नु पनि यताबाट बन्द गर्ने यस्तो त्यस्तो ढङ्ग भयो त होइन यो सबै हाल्ने हो र होइन नि ल म चाहिँ केक सब खान्छु हालिदिनु होइन म चाहिँ केक खान्छु अब तर मिठो ल हेर्नु साथीहरू एउटा 1 चम्चा केक खाएर टारिहाल्नु सक्छ देखा कसैले सक्छ त नि सक्दैन नि हामीलाई हामी तीनजनालाई कसैले सक्दैन आमा तिमीले थुप्रो पैसा खर्च गर्यो त करोड
के अरे आम खाऊ न के अरे भने आम खाऊ न के नगन भन्थ्यो होइन आम खाऊ के आप के फल खुवाऊ बोट नचिन आम खाऊ न आफको बोट किन गर्नु पर्यो गर्नु परेन त सिद्धि तिम्रो पनि सिद्धि तिम्रो अब कल्पनाको बाँकी छ फेरि अब कल्पनाको त त्यही पाठमै होला कति गते रे एक्ज्याक्टली 29 गते मनाउने कि 26 गते 28 गते शनिबार छ आइतबार छ त्यही 29 गते मेरो बर्थडे हो 28 तारिक शनिबार के अरे आइतबार परेछ आइतबार नि परेछ 28 तारिक आइतबार परेछ 29 तारिक बर्थडे हो ए आइतबार चाहिँ अघिल्लो दिन पछिल्लो दिन चाहिँ बर्थडे कि नेपालमा आइतबार मेरो बर्थडे आइसक्छ कि त्यही बेला मनाउने भने शनिबार तिम्रो बर्थडे आइतबार चाहिँ छुट्टी होइन सोमबार उसको बर्थडे आइतबार चाहिँ मनाउनु भने कि पर्फेक्ट टाइम भएछ त ल थ्याङ्क यू सो मच है लभ यु कस्तो लाग्यो केक यो त मलाई त चेरी जस्तै लाग्यो त तिमी जस्तै मिठी छौ उसले मलाई के विस गरेको थियो खोर्सानी जस्तो पिरो नहुनु मलाई किन हो कि बिहान बिहानै त्यो आफू चिनी जस्तो गुलियो नहुनु अनि त के लाग्यो म खोर्सानी जस्तै त छुइनँ होइन चिनी जस्तो छैन नि मैले त 12 बजे विस गर्छु भनेर नहुनिँदैकन बसेको मोबाइल चलाउँदै मोबाइल फुत्त खसेछ लिइरहेको छु 12 बज्ने बेला त 11:30 बजीसम्म जिउँदै थिएँ 12 बजी त म त लिइरहेको त्यसपछि मरेछु म त अनि अर्को दिन बिहान उठेर पनि 7 बजीसम्म सुतेको जस्तो दिन है छिटो गयो अनि फेरि छिटो बच्चा छोड्न गयो बेला अनि छिटो उइस गयो त्यस्तो नि फोन हाने पहिला सुरु त उठाएन बुढी घुमेर थियो अगाडि पछाडि यो रियल हो यो के रियल हो त होइन चकलेट हो रियल हो साँच्चीकै चकलेट अहिले यिनीहरूले नि मलाई त स्क्यामै गरिदिन्छ केटी चकलेट होइन कि यो के खालको केटी हो यो बाहिर सक्ने अहिले परेको गिफ्ट फेरि फिर्ता होला नि एउटा फ्रेस त्यहाँ भिडियो भए के बोले एउटा फ्रेस स्ट्रबेरी नखान नसक्ने गाइस मार्का दुनाहरूलाई मैले सल्लाह दिन्छु नहाल है यो सबै अब 3 जना नाच्ने अनि भिडियो बनाउने अब के काम छ त नि